हेलो लाइभ सुरु भयो क्या के भइरहेछ लेट मी चेक करै त लाइभ भएन जस्तो छ त हेलो नमस्ते गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ एभ्री वान वेलकम टु माई फेसबुक लाइभ म चाहिँ यहाँहरूको सामु उपस्थित भइसकेको छु पोडकास्ट विथ रिता एपिसोड 3 लिएर अनि यहाँले मलाई चिन्नुहुन्छ मेरो नाम चाहिँ रिता सासनकर आइएम फ्रम नेपाल करेन्टली लिभिङ इन एडलेट साउथ अस्ट्रेलिया एन्ड बाई प्रोफेसन आइएम अ रजिस्टर्ड नर्स इभेन्ट होस्ट एन्ड आइएम प्राउड डिजिटल बिजनेस मेन्टर सो यस गाइज म चाहिँ हाम्रो पोडकास्ट लाइभ लिएर उपस्थित भइसकेकी छु र आज चाहिँ हाम्रो एपिसोड 3मा मेरो स्पेसल गेस्ट हुनुहुन्छ सी इज अल द वे फ्रम युके ओके सो लास्ट प्रिभियस दुईवटा एपिसोडमा चाहिँ फर्स्टमा हाम्रो जया दिदी हुनुहुन्थ्यो सी इज फ्रम सिडनी अनि हाम्रो सामना दिदी हुनुहुन्थ्यो सी इज फ्रम USA एन्ड नाउ आई हेभ अमेजिङ गेस्ट सी इज फ्रम UK okay so I would like to introduce her she is mom of 2 kids. She's an educator and she's an amazing leader. I don't want to let her wait for a while, so I just want to welcome Abhina Didi on the screen. Hello, Abhina Didi. Welcome. Let me get you in there. Hi, 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 hi. Hello. Hello. Good morning, good afternoon, good evening. Whichever part of the world you will be joining our live or watching our replay. सबैजनालाई नमस्ते मेरो तर्फदेखि I'm Abhina as already Rita mentioned. Thank you so much for having me here and thank you so much for thinking that I could put a little bit of value in your business space भनेर अनि I already felt so grateful for that. अनि yes, I'm so Thank happy to share you. my journey here. Thank you. Oh, welcome. Once again, I'd like to welcome you, Didi. And how are you? UK मा कस्तो छ अहिले? हाम्रो त टाइम पनि Um, डिफरेन्स छ है हजुरको कति बज्यो त्यहाँनिर? यहाँनिर 12:30 भयो नुन जेम नुन टाइम भयो। छ यहाँनिर यहाँको हाम्रो ठ्याक्क 9 भएछ 8:30 मै आउने कोसिस गरेका थियौँ हामी आइ पनि रहेको थियौँ तर अलिकति अस्ट्रेलियामा जाडो छ कि अहिले युकेमा के छ अलिक गर्मी हो एकदमै गर्मी छ एकदमै गर्मी छ यो एकदमै हिस्ट्री गर्मी चाहिँ भनेको कति फर्स्ट डिग्री हो दिदी हिस्ट्रीमै गर्मी छ लास्ट टाइम त एक टाइम 35-36 डिग्री जस्तो थियो अहिले त अहिले 30-32 छ कि आज आज ओ ठ्याक्कै ठिकै गर्दै छ तर गर्मी चाहिँ गर्मी नै छ बाहिर है है अनि फेरि घरहरू ओके पुरा वार्म होइन गर्मी हुने कि Thank you so much for joining, Didi. I definitely appreciate a lot because हजुरले just टाइम दिनुभयो अनि मलाई चाहिँ हजुरसँग यसरी अब नर्मली हाम्रो क्लोज कुरा त भएको थियो हाम्रो मिटिङमा कुरा भएको थियो तर मलाई त कस्तो रहर थियो कि अभिनय दिदीलाई चाहिँ मेरो पोडकास्टमा जसरी पनि लिन्छु किनभने हजुरको त्यो द वे हाउ यु टक होइन ओ माई गड दिदी त कस्तो खालको सो इन्सपाइरिङ कि अनि हजुरलाई चाहिँ मेरो Thank you. बिजनेस पेजमा चाहिँ लाइभ लिउँछु जसरी पनि भनिदियो विच आइ एम सक्सेसफुल टुडे एन्ड आइ एम सो ह्याप्पी है थ्याङ्क यू सो मच फर कमिङ इन अनि हजुरको त्यो प्रिसियस टाइम आई नो कति बिजी हुन्छ एज अ मम अनि हजुर Uh, होइन कति कुरा म्यानेज गरिराख्नु भएको हुन्छ अनि आफ्नै बिजनेसमा कतिलाई हेल्प गरिराख्नु भएको छ सो थ्याङ्क यू सो मच फर कमिङ इन ओके सो लेट्स स्टार्ट ओके लेट्स आई विल आस्क फ्यु क्वेसन्स आई नो हजुरलाई चाहिँ definitely, टाइम definitely. दिएको So, थिएँ मैले अनि yeah, ओके yeah, of course. So please introduce yourself and share your journey as a mom, educator, and leader in the UK. Okay, so hi everyone. Again, introduction दिनु पर्दाखेरि चाहिँ म अबिना थापा युकेदेखि ट्युन इन गरिरहेको छु एज रिता अलरेडी मेन्सन्ड अनि आइम मम अफ टु प्रोफेसनली आइम एन एडुकेटर अनि आइम एफिल ग्रेजुएट
थियो अनि त्यसपछि मैले अहिले चाहिँ आम अन अ करियर ब्रेक है 10 वर्षभन्दा मोर देन अ डिकेड मैले एजुकेसन फिल्डमा काम गरिसकेपछि चाहिँ नाउ आई चोज टु स्टे एट होम लुकिङ आफ्टर माई बेबिज एन्ड एभ्रिथिङ इभन आफ्टर ह्याभिङ अ टिपिकल एउटा जब खानको लागि सबै कुराहरू एक्सपिरियन्स स्किल्स अथवा भनौँ न वाट एभर वी निड होइन सबै कुराहरू हजुर भइरहँदा पनि आई ह्याड टु चुज टु बी विथ माई किड्स किनभने आई वान्टेड टु बी विथ देम अनि अलोङ साइड द्याट चाहिँ म यत्तिकै बच्चा मात्रै हुर्काइराख्दिनँ म एज अ हुन्छ नि बच्चा मात्रै हुर्काउने काम गर्दिनँ हेभ टु डु समथिङ भनेर पनि मैले यो साइड वाइज मैले यो बिजनेस गरिरहेको छु अमेजिङ प्लेटफर्ममा बसेर अनि यु हजुर विल गाइज नो कि वाट दिस बिजनेस इज अबाउट हाउ वी डु हियर भनेर अब फेरि अब हाम्रो यो फर्दर कन्भर्सेसनमा अहिलेको लागि चाहिँ म चाहिँ यस मेरो गट जर्नी चाहिँ एकदमै एकदमै आई वुड नट से इट इज अ भेरी स्मुथ जर्नी होइन देयर आर सम टाइम देयर आर थिङ्स जहाँनिर चाहिँ आई हेभ टु म्यानेज अ लट अफ थिङ्स अनि अलरेडी माई बकेट इज फुल अफ रेस्पोन्सिबिलिटी के होइन आई लिभ विथ माई इन हजुर लज एन्ड दे आर एल्डरली पिपल अलरेडी इन देयर 70s एन्ड 80s आई हेभ टु लुक आफ्टर देम भनेको आई हेभ अल टुगेदर 4 किड्स जस्तो लाग्छ होइन अनि ए doing all of that thing also मैले कहिलेकाहीँ I feel a bit of overwhelmed or having said that we as a human केही नभएकोले पनि overwhelmed त feel गरिहाल्छ नि त होइन हजुर that's a kind of phase अनि मैले चाहिँ no I have to push myself भनेर आफूलाई push नै गरिरहेको छु अनि there ए are days जब I feel so happy or proud oh my god I'm so happy म यस्तो प्लेटफर्ममा छु भन्ने जस्तो लाग्छ कहिलेकाहीँ चाहिँ oh my god मैले आफूलाई अलिक बेसी पो स्ट्रेसफुल गराइरहेको छु कि भन्ने जस्तो पनि लाग्छ तर जे नै हजुर भइरहँदा पनि I am proud that I'm here and leading a team, leading a family, leading so many things. I know. That's my journey. It's such a beautiful journey mixed with a lot of feelings. I know. Thank you. Oh, Thank you. thank you so much for sharing, Dee. It's so amazing when I hear about you, and I know you're gonna do so much in life. Okay, so let's question is what inspired you to create a plan B while balancing family and career? Of course, हजुरले अलिकति mention गर्नुभयो होइन? Like Yeah. what was your why, strong why you choose to do this business? टु बी अनेस्टली स्पिकिङ त्यति बेला मैले यो बिजनेस सुरु गर्ने बेलामा चाहिँ इयर ब्याक चाहिँ म प्लान बी सुरु गर्छु भन्ने चाहिँ मेरो हेडमा थिएन के किनभने अब हामी यस्तो फाइनेन्सको मान्छे भयो होइन एउटा जब पायो जब गरिराख्यो मात्रै भयो भने इज देयर इज समथिङ द्याट एक्जिस्ट लाइक प्लान बी प्लान सी भन्ने कुरै थाहा नहुँदो रहेछ कि वेन यु आर सो इन अ फ्लो अफ यर लाइफ मदरहुड काम सबै कुराहरू गरिदिँदा त्यो त्यो प्लान बी भने के हो भन्ने नै कहिलेकाहीँ स्ट्राइक नहुँदो रहेछ क्या बुझ्नुभयो अनि पछि हजुर चाहिँ मैले चाहिँ मेरो बिगेस्ट वाइ भन्नु पर्दाखेरि चाहिँ यस मैले काम गरिरहेको थिएँ एउटै साइकल घुमिरहेको थिएँ आज एउटा क्लासमा थियो भने नेक्स्ट इयर अर्को क्लासमा होला आज एउटा स्कुलमा थियो भने हजुर नेक्स्ट इयर अर्को स्कुलमा तर प्याटर्न त एउटै हो नि त अनि मोर देन अ डिकेड एउटै प्याटर्नमा काम गरेँ अनि वेन आई ह्याड माई सेकेन्ड बेबी चाहिँ मलाई के फिल भयो भन्दाखेरि 2 महिनापछि काम जानुपर्ने भयो होइन अनि काम जानुपर्ने भइसकेपछि त माइगड कसरी म्यानेज गर्ने भयो त्यसपछि बच्चालाई फर्मुला इन्ट्रोड्युस गरेपछि हि गट सिक होइन हस्पिटल बस्नु पर्यो अनि वेन आई केम ब्याक वर्क मेरो हस्पिटलको बसाएपछि अनि त्यो महिना चाहिँ मेरो स्यालेरी डिडक्ट भएर आयो क्या हजुर अनि त्यो स्यालेरी डिडक्सनले मलाई त्यो हुन त पहिला पनि स्यालेरी डिडक्ट हुन्थ्यो होला तर त्यति बेला चाहिँ म एकदमै मेरो मेबी भल्नरेबल फेजमा थियो होला क्रिटिकल स्टेजमा थियो होला वेयर आई निडेड मनी द मोस्ट होइन अनि त्यो हजुर फेजमा त्यसरी पैसा घटेर आउँदाखेरि चाहिँ मलाई त्यो कुराले त्यो मात्रै एउटा कुरा यस्तो स्ट्रङ कुरा सिकायो कि ओ माई गड मैले कसैको अन्डरमा काम गर्दा मैले 4 दिन 5 दिन मात्रै मेरो बच्चालाई दिँदा मेरो स्यालेरी घट्यो त्यो घटेको स्यालेरी मेरो बिललाई एफेक्ट गर्यो कि बिल्सहरूलाई एफेक्ट गर्यो भनेपछि सो अहिले त यस्तो छ हाउ लङ एम आई गोइङ टु लिभ लाइक दिस भन्ने जुन कुरा लेसन त्यसले सिकायो नि आइ एम सो ग्रेटफुल कि मलाई त्यो ह्यापन्ड इन माई लाइफ जस्तो लाग्छ कि मान्छे त्योभन्दा पहिला पनि थियो होला तर मेबी त्यति साह्रो एकदमै पैसा धेरै चाहिन्छ अथवा पैसा यति इम्पोर्टेन्ट छ भने एउटा बच्चा हुँदाखेरि त लाइक यु म्यानेज हेयर एन्ड देयर होइन तर 2टा बच्चा त्यसपछि family and everything. So मेरो why was definitely I was like a bit of tired पनि भनौँ न one source of income अनि त्यसपछि मैले बच्चालाई पनि टाइम दिन पाइरहेको छैन अनि इनफ पैसा पनि कमाउन पाइरहेको छैन भनेपछि त what am I doing? मैले पढेँ सबै कुराहरू गरेँ तर इज माई फाइनेन्सियल सिचुएसन ओके मैले जाब अर्काको जागिर खाँदिनँ भन्ने अवस्थामा छु त भनेर आफूलाई पनि मैले फ्ल्यासब्याक गरेँ क्या अनि त्यो भइसकेपछि नो आइ एम नट
आइएम स्टिल वबली 10 वर्ष अरू कर्नरमा काम गरिसकेपछि आई डोन्ट ह्याभ द्याट इनफ डिपोजिट इन माई ब्याङ्क कि म यस्तोको जागिर ल तै खा भनेर छोड्न सक्ने अवस्थामा हिम्मतमा पनि थिएन होइन बिकज सबै कुराहरू पैसा हो नि त होइन जब हामी फाइनेन्सियली स्ट्रङ हुँदैन अथवा स्टेबल हुँदैन हामीलाई गाह्रो हुन्छ कतिवटा डिसिजनहरू लिनको लागि अनि त्यो कुराले चाहिँ मलाई एकदम त्यो एउटा लेसन बिग सिकाइसकेपछि चाहिँ लिटरली होइन विदिन एन आवर आई टुक द एक्सन के इन दिस बिजनेस है अनि अहिले अनि नाउ यस यु फिलिङ लाइक सो ब्लेस्ड किन भन्दाखेरि चाहिँ यहाँ चाहिँ फाइनेन्सियल मात्रै नभएर पर्सनल ग्रोथ हजुरले भनिहाल्नुभयो कति वर्ष बस्नुभयो थियो हजुर युकेमा कति भयो अहिले इट्स जस्ट बिन अ इयर म लास्ट इयर मात्रै आएको हो म ओके नेपालमै मैले स्टार्ट गरेको अनि आई न्यू म युकेमा आइसकेपछि अर्को मेरो रिजन चाहिँ त्यो पनि हो युकेमा आइसकेपछि चाहिँ आई वन्ट बी एबल टु वर्क किनभने नेपालमा जस्तो सपोर्ट गरिदिने कोही पनि हुँदैन अनि म बच्चाहरूलाई हेर्नै पर्ने हुन्छ अनि त्यो हेरिरहँदाखेरि चाहिँ किन यतिकै बस्ने त भन्ने जस्तो पनि भयो अनि फेरि म चाहिँ अर्काकै मात्रै काम गरेर लाइफ बिताउँछु भन्ने कहिले पनि सोचेको थिइनँ पनि होइन अनि बिजनेसै केही सुरु गरौँ भन्दा पनि ह्युज इन्भेस्टमेन्टहरू लाग्ने फेरि त्यहीमा पनि फेरि आफू फिजिकली इन्भल्भ हुनुपर्ने खालको बिजनेसहरू त गाह्रो हुन्छ नि त सो आई फाउन्ड दिस प्लेटफर्म भेरी पर्फेक्टली फिट इन माई लाइफस्टाइल भनेर चाहिँ अनि यस द्याट वाज माई रिजन टु जम्प इन टु इट अनि कहिलेकाहीँ चाहिँ म के कारणले बिजनेस गर्दैछु भन्ने कुरा नथाहा पाउँदा पनि फरक नपर्दो रहेछ क्या डु इट म एक्ज्याक्टली अघि भने नि आई डिन्ट स्टार्ट इट एज अ प्लान बी म प्लान बी गर्छु भन्दा पनि पछि मैले रियलाइज गरेँ ओ वाउ आई गट एन अमेजिङ प्लेटफर्म विच इज होइन इज गन बी माई प्लान बी भने जस्तो भयो नि त पछि चाहिँ अनि पहिला चाहिँ आई निडेड समथिङ म यो साइकलबाट बाहिर निस्कनुपर्छ द्याट्स अल वर आई न्यू के अनि पछि बिस्तारै गर्दै गर्दाखेरि चाहिँ सो मेनी थिङ्स आइम गेटिङ फ्रम इट अन्त नि थ्याङ्क यू सो मच दे आई थिङ्क पेपर आर लाइक हुन्छ नि अब हाम्रो चाहिँ कस्तो रुटिनै भयो भन्दाखेरि चाहिँ पढ्ने पढाइसकेपछि चाहिँ एउटा स्पेसिफिक जस्तै नर्सिङ भयो अहिले म नर्स हो होइन त्यही काम गर्ने जिन्दगीभरि नर्सिङ हुने अनि सक्यो के अब कसै कसैको चाहिँ फ्यामिली बिजनेस ब्याकग्राउन्ड हुन्छ द्याट्स डिफ्रेन्ट होइन तर नहुनेहरूले चाहिँ मैले देखेको मेरै माइन्डसेट पनि सेम थियो कि अब अस्ट्रेलिया जाने नर्सिङ पढ्ने राम्रो इनफ पैसा हुन्छ अनि द्याट्स इट बट जब मैले रियलाइज गरेँ कि अब नर्सिङमा त मल्टिपल सिफ्ट हान्नु पनि पाइन्छ होइन एजेन्सी लाइक हियर एन्ड देयर अनि मलाई चाहिँ कस्तो भयो भने पैसा चाहिँ राम्रो कमिने होइन लाइक इन अ इयर मेरो राम्रै हुन्थ्यो वेजेस तर कस्तो भने मलाई टाइम फ्रिडम छैन कि फ्लेक्सिबिलिटी खोइ त होइन अनि अब कति धेरै सिचुएसनहरू छ क्या त्यो चाहिँ मैले अहिले हजुरसँग सेयर गर्न मन लाग्यो होइन नेपालमा त्यो इमोसनल मोमेन्ट हुन्छ नि अब मेरो कति मेरो लभड वानहरू मैले गुमाउँदाखेरि होइन लिटरली नेपाल गएर चाहिँ आई ह्याड टु कम ब्याक क्या किनभने एनुअल लिभ दिँदैन होइन अनि त्यो मोर्निङ भएको बेलामा पनि आई ह्याड टु कम ब्याक क्या लाइक विदिन अ विक मेरो हजुरबा खस्नुभयो मेरो लाइक फ्यामिलीमा के भयो होइन त्यतिखेर मलाई हिट गरेको थियो क्या ओफो होइन अनि त्यसपछि हाम्रो लाइफमा इमर्जेन्सी सिचुएसन हुँदाखेरि त हामी त हाम्रो काम त रिप्लेसेबल हुने रहेछ मान्छेले हामीलाई त काम गरेन भने त पैसा पनि आउँदैन अफकोर्स बिल पे गर्नु पर्यो स्पेसली हामी बाहिर बस्ने मान्छेहरूलाई त लाइक बरु नेपालमा चाहिँ स्टिल हुन्छ नि बाबाआमाले कमाएको पैसाले पुग्ने पनि हुन्छ कतिजनालाई होइन त्यो त यहाँ त हुँदैन सो त्यो थियो एउटा मेरो पनि रिजन अनि अर्को चाहिँ त्यही हो अब कहिलेसम्म म काम गर्नु क्या आइएम अलरेडी लाइक हुन्छ नि 10 वर्ष भयो मैले नर्सिङमा काम गरेको अस्ट्रेलियामा होइन अनि यत्रो गर्दा पनि एक दिन म काम गइनँ अथवा हुन्छ नि एक हप्ता म सिक भएँ भने चाहिँ मेरो टाइम गयो कि आई डोन्ट गेट पेड होइन सो आई निड समथिङ किप कमिङ एन्ड जसमा चाहिँ मेरो पर्सनल ग्रोथ पनि होस् प्रोफेसनल ग्रोथ पनि होस् फाइनेन्स त अफकोर्स होइन सो या द्याट वाज माई वाइ अनि थ्याङ्क यू सो मच सेयरिङ दि फर सेयरिङ अनि अर्को चाहिँ मान्छेहरू चाहिँ अर्को एउटा क्वेसन छ होइन त्यहीसँग रिलेट भयो वाट वुड यु लाइक टु से टु पिपल हु आर अफ्रेड टु स्टार्ट अ साइड हसल त्यही मान्छेहरू चाहिँ अलिकति डराएर हुन्छ नि मेरो चाहिँ बच्चा छ म कम्फर्ट जोनबाट बाहिर आउन सक्दिनँ होइन मलाई फेसबुकमा बोल्न आउँदैन म चाहिँ एक इन्ट्रोभर्ट्स लाइक देयर आर सो मेनी एक्सक्युजेस क्या त्यस्तो मान्छेहरूले के भन्न चाहनुहुन्छ फर्स्ट अफ अल त उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि यु आर नट रङ होइन तपाईँले त्यो सोचिराख्नु भएको छ माई गड भनेर आफूलाई गिल्ट फिल गर्नु जरुरी पनि छैन तर म चाहिँ त्यस्तो मान्छेहरू अथवा म पनि त्यही थिएँ त्यो रिलेट गर्दाखेरि चाहिँ हामी इन्डेन्जर्ड खालको क्या अलिकति डेन्जरमा चाहिँ छौँ है किन भन्दा वी नेभर नो वाट ह्यापन्स टुमोरो वाट होल्ड्स टुमोरो फर अस भनेर होइन हामीलाई के हुन्छ नै थाहा हुँदैन क्या त्यो भएको भएर डर लाग्छ आई कम्प्लिटली अन्डरस्ट्यान्ड हामीलाई पनि डर
लाग्दा नै आएको, हामी पनि वा कम्प्लिटली ब्रेभ अफ कन्फिडेन्ट भएर आएको होइन नि त, बिस्तारै हामीले यो गेन गरेको हो। द वे वी स्पिक, the way we present ourselves these days are all became like बिस्तारै हुँदै आएको हो नि त, वान स्टेप एट अ टाइम. सो डर लाग्नु इज नर्मल, तर आर यु गोइङ टु लेट द्याट डर फियरले तपाईँलाई सक इन गर्नु भएन क्या. तपाईँलाई डर लागिरहेछ, तर डर लाग्दा लाग्दै जब हामी एक्सन लिन्छौँ त्यसले चाहिँ हाम्रो लाइफमा केही न केही परिवर्तन डेफिनेटली ल्याउँछ. तपाईँ लास्ट इयर कहाँ हुनुहुन्थ्यो, तपाईँ 5 वर्ष अगाडि कहाँ हुनुहुन्थ्यो, तर तपाईँ 10 वर्ष अगाडि जहाँ हुनुहुन्थ्यो अझ पनि त्यही हुनुहुन्छ भने लिटरली अबको 10 वर्षपछि 5 वर्षपछि यु गर्न रिग्रेट कि मैले टाइममा मैले किन केही गर्न सकिनँ लाइफमा. अनि I'm so happy कि Rita started her journey like maybe you are in your 20s नै होला, late 20s के छ होइन. So Thank you. even if not late 20s नभए पनि just like early एजमै like you started होइन. अनि अब हजुर. बिस्तारै त खास जति छिटो सुरु गर्यो त्यो राम्रो हो नि त. तर मान्छेहरू चाहिँ आई एम लाइक इन अलमोस्ट इन माई mid-30s होइन. मैले अहिले चाहिँ आई फिल लाइक ओ माई गड आई स्टार्टेड अ इयर ब्याक भए पनि त्यो मेरो लागि एटलिस्ट आई स्टार्टेड भन्ने छ नि त. तर there are people जो still in their 50s they are regretting कि I could not do anything in my life. So try it होइन. गर्दा गर्दै भएन भने पनि you could have one तपाईँको मनमा चाहिँ एटलिस्ट आई ट्राइड भन्ने त्यो जुन एउटा सेल्फ त्यो सेल्फ सेटिस्फ्याक्सन हुन्छ नि, इट्स काइन्ड नेक्स्ट लेभलको के, न कि मैले लाइफमा केही नै गरिनँ भन्ने होइन. त्यही भएर डर लाग्छ द्याट इज भेरी नर्मल. तर डरलाई चाहिँ तपाईँले चाहिँ डरले जित्न दिनु भएन कि डर के आगे जित्छ भनेर हामी हिँड्नु पर्यो. अनि साइड हसल इज भेरी भेरी इम्पोर्टेन्ट क्या अहिलेको वर्ल्डमा. एभ्रिथिङ इज भेरी एक्सपेन्सिभ होइन. अनि पहिला जस्तो फेरि छैन नि त. हामी अलिकति अहिलेको हाम्रो एरा हाम्रोको जेनेरेसन चाहिँ कमाउने अलिकति रमाउने पनि भन्ने खालको छ नि त. तर हामी रमाइरहेछौँ त भने चाहिँ अब जस्तै हाम्रो बाबा मम्मीको पालामा त्यो थिएन होला. कमाउने अनि जसको घर छ उसको छ भयो सक्यो होइन. तर अब हामीसम्म आइपुग्दाखेरि अलिकति डिफ्रेन्ट भएर चेन्ज भएको छ. अनि अझै हाम्रो बच्चाहरूमा पुग्दा अझै झन् डिफ्रेन्ट हुन्छ होइन. उनीहरूले लिटरली एउटा गाडी किन्न सक्ने अवस्था पनि हुँदैन जस्तो लाग्यो कि अहिलेको एक्सपेन्सेसहरू बढेको देखेर क्या. त्यो भएको भएर हेभ यु थट एनिथिङ अबाउट द्याट. अब हामीले गर्ने भनेको त हाम्रो फ्युचर, अबको 5 देखि 10 वर्षमा हाम्रो लाइफ कहाँ पुर्याउने भन्ने कुरा त हाम्रो हातमा छ नि त. सो स्टार्ट त अहिले गर्नु पर्यो. कुनै पनि कुरा कुनै पनि अब फल रोप्ने बित्तिकै त त्यसले फल दिन थाल्दैन नि त. रोप्नु पर्यो, कतिवटा कुराहरू प्रोसेस हुन्छ त्यसमा. नेचरले सबै कुराहरू गर्दैन, हामी एज अ ह्युमन पनि कति कुराहरू त्यसलाई गर्नुपर्ने हुन्छ. सो यस्तै नै हुन्छ क्या. त्यही भएर साइड हसल तपाईँले काम गरिराख्नु भएको छ, लाखौँ कमाइराख्नु भएको छ भने पनि इट डजन्ट म्याटर. तपाईँको त्यो लाखौँ यु नेभर नो, तपाईँलाई केही भइहाल्यो भने अर्को दिनदेखि आउन स्टप हुन्छ क्या. यस्तो एउटा साइड हसल बिल्ड गर्नु जहाँनिर तपाईँले भोलि फिजिकली काम गर्न नजा सक्दाखेरि पनि घरमै बसेर तपाईँहरूले गर्न सक्नुहुन्छ. अनि यो कुराहरू तपाईँले बच्चाहरूलाई पछि आफ्नो नेक्स्ट जेनेरेसनलाई ट्रान्सफर पनि गर्न सक्नुहुन्छ एज एन एसेट होइन. सो मेनी थिङ्स आर देयर के. तर आर यु रेडी टु एक्सप्लोर भन्ने इज द अलवेज द क्वेसन होइन. सो हामीले वी कान्ट फोर्स एनी वान टु कम एक्सप्लोर भनेर भन्नु पनि मिल्दैन. तर इफ यु हेभ सम काइन्ड अफ लाइक दिस थट कि आई वान्ट टु डु समथिङ भनेर जस्तो छ भने दिस प्लेटफर्म इज द बेस्ट वान द्याट यु क्यान एक्सप्लोर है त. थ्याङ्क यू सो मच दी, थ्याङ्क यू. यस. अनि अर्को चाहिँ हामीले आफ्नो कम्फर्ट जोनबाट गर्न पाउँछ. यो अहिले हामीलाई पोडकास्ट गर्नलाई अफिस चाहिएको छ त छैन नि होइन. आइम इन माई हाउस, अनि दिदी पनि घरमै हुनुहुन्छ, बच्चाहरू त्यहाँ पछाडि छ. कम्फर्ट जोनबाट गर्न मिल्ने होइन. वी डोन्ट ह्याभ टु गो टु फिजिकली टु वर्क. सो यस गाइज, वी डोन्ट वान्ट टु फोर्स यु, यु ह्याभ टु डु इट भनेर होइन. तर पनि यहाँहरूले सुन्दै हुनुहुन्छ भने चाहिँ हामी अभिना दिदीसँग लाइभमा छौँ अहिले. सी इज अल द वे फ्रम युके एन्ड सी इज सेयरिङ हर एक्सपिरियन्स. अनि हजुरले सुन्नु होला. अगाडिको सुन्नु भएको छैन भने चाहिँ यु गाइज क्यान लिसन. अगाडिको चाहिँ त्यो रोल प्ले भन्न आएछ मलाई के अरे, रेकर्डेड भर्जन हेर्न सक्नुहुन्छ अहिले भएर एकछिनमा होइन. नत्र चाहिँ सुन्नु होला. अनि दिदीको टाइम म धेरै लिँदिनँ दिदी. अब अर्को एउटा क्वेसन रहेको छ, हाउ हेज ह्याभिङ अ ब्याकअप प्लान हेल्प यर पर्सनल एन्ड प्रोफेसनल ग्रोथ. हजुरले थोरै अलिकति मात्रै हजुरले अघि पनि भनिदिइसक्नुभयो होइन. कसरी हेल्प गरिरहेको छ हजुरलाई अहिले चाहिँ वर्किङ? हेल्थ त कतिवटा कुरामा चाहिँ मैले अघि भने नि लाइफ इज नट अलवेज द बेड अफ रोजेस होइन. कहिलेकाहीँ देयर आर डेज कि आई फिल लिटल बिट ओभरवेल्म. द्याट्स द ब्याक अफ द स्टोरी हुन्छ नि होइन. ब्याक स्टेजमा के हुन्छ. तर मैले चाहिँ एकदमै धेरै थ्याङ्कफुल चाहिँ किन छु यो बिजनेसमा भएर भन्दाखेरि मैले एक्सक्युज मी, थ्याङ्क यू दिदी आएछ.
आई ह्याड बिन वर्किङ कति 17 इयर्सदेखि नै मैले काम सुरु गरेको हो नि त होइन। अनि अच्छा अहिले म एक्कासी काम छोडेर यसरी बस्दा चाहिँ म त डिप्रेसनमै जान्थेँ होला कि इफ दिस बिजनेस वाज नट देयर कि मेरो लागि अच्छा ग्रोथको कुरा गर्ने अब एक्सक्युज मी बाबा थ्याङ्क यू। एकचोटि हजुर म्युट गरे हुन्छ। ओके गाइज, अविना दिदीले सेयर गर्दै हुनुहुन्छ होइन। मैले चाहिँ अहिले एकछिनमा तपाईँहरूको कमेन्ट पनि पढ्नेछु लाइभमा चाहिँ कसले कमेन्ट गर्दै हुनुहुन्छ। एन्ड देयर आर सो मेनी पिपल गाह्रो आर छ वाचिङ। गाह्रो छ बट देन इट्स सो गुड द्याट होइन घरबाटै यहाँ गर्न मैले मिल्छ। टोय बनाइदिँदैछु है। सो यो अँ, टोय बनाउँदा बनाउँदै म कुरा अलिकति सेयर गर्छु। भन्नु त्यो न। मेरो ग्रोथको कुरा गर्ने हो भने चाहिँ आई वाज नेभर अ पर्सन लाइक दिस होइन, जुन अहिले तपाईँहरूले देखिराख्नु भएको छ। आई नो रिताले कति धेरै मलाई कति मनपर्छ, अविना दिदी तपाईँको यस्तो भन्छ, अरू कसैले पनि यस्तो मनपर्छ भनिराख्नु भएको छ। त्यो सबै कहाँबाट हो, केले दियो मलाई भन्दा चाहिँ बिजनेसले नै हो होइन। बिजनेसले दियो प्लेटफर्म, तर आफूले मैले आफूलाई पनि पुस गरेँ, त्यो चाहिँ हो होइन। र यतिकै बिजनेसले मात्रै दिने भन्ने पनि होइन, मैले आफूलाई पुस गरेँ। तर यो बिजनेसले मलाई बाटो चाहिँ देखाइदियो नि त होइन। त्यो ग्रोथको कुरा चाहिँ धेरै कुराहरू छ, मेरो कम्युनिकेसन स्किलदेखि लिएर मेरो लिडरसिप, अहिले तपाईँले लिडर भनिराख्नु भएको कन्फिडेन्स, ओ माई गड त्यति छ। बेसी थ्याङ्क यू सो मच। सबै कुराहरू त्यहीँबाट नै हो है। त्यो भएको कारणले गर्दाखेरि अनि सिक्ने कुरा चाहिँ यति धेरै कि अब डिजिटल स्किलदेखि लिएर फाइनेन्स म्यानेजमेन्टदेखि लिएर वाट नट के देयर आर सो मेनी थिङ्स द्याट आई क्यान लर्न एन्ड यु क्यान लर्न हुएभर वान्ट्स टु एक्सप्लोर दिस बिजनेस होइन। त्यही भएर यो ब्याकअप प्लान एज अ नट ओन्ली मनिटरी कुराहरूमा मात्रै नभइकन इट इज अ होल प्याकेज के। सो वी कल इट अ बिजनेस इन अ बक्स भनेर पनि भन्छौँ। इट हेज एभ्रिथिङ, इट हेज योर पर्सनल ग्रोथ, प्रोफेसनल ग्रोथ, इट हेज योर फाइनेन्सियल ग्रोथ, इट हेज योर इट होल्ड्स अ बिग ड्रिम फर यु। हामीले जबमा मात्रै ओ जबमा माई मात्रै गड जबमा मात्रै सरी बसेको बेबी। भए जबमा मात्रै बसेको भए हामीले वाइल्डली ड्रिम गर्न पनि सक्दैन थियौँ होइन। सो एभ्रिथिङ अनि यो कुराहरू चाहिँ सबै यसले नै हेल्प गरिरहेको छ। द्याट्स अनि अर्को चाहिँ हामीले आई थिङ्क बियोन्ड एक्सपेक्टेसन थिङ्क गर्न पनि यही बिजनेसबाट। हाई बेबी, हेलो आन्टीलाई हेलो भनिदेऊ। मै सो क्युट। अस्ति सामना दिदीको पनि बेबीले थाहा पाएछ, कहाँबाट लुकेर आइपुगेको थियो कि पछाडिबाट। बच्चाहरूले चाहिँ मम्मीलाई भेटाउने रहेछ भन्दै हुन्थ्यो दिदीले। हेलो सानो, नाम के हो? वाट इज यर नेम? नाम भनिदेऊ न, जेस वाट भन। इज यर नेम बेबी? रुने फेरि रोएर हुन्छ। बसिरहेको मम्मी यता बिजी त्यही भनेर होला। छु। दिउँसो छ होइन, बेबीहरूको छुट्टी छ अहिले फेरि। छुट्टी छ, यो त स्कुल जाँदैन सानो त। ठुलो अर्को चाहिँ चाहिँ हो, दुईजना लड्दै बस्छ नि त्यही। है, त्यही त नि। लजाऊ 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 जाऊ सानो जाऊ, सी यु। आन्टीलाई बाई भनिदेऊ। बाई गरिदिनु। हस्स परेको रिसायो। मै रिसायो। हुन्छ Okay. Our question is why it is important for people living abroad to have multiple opportunities or income sources. So yeah, just why okay, and especially for focusing people who are living in abroad. आई हेभ अ भेरी Okay. भेरी भ्यालिड रिजन अन इट। किन भन्दाखेरि क्वेसन पढि पनि सक्नुहुन्छ होला कतिजनाले। सो यसको एन्सर चाहिँ म कसरी दिन्छु भन्दै, इफ यु आर यो अहिलेको यो उमा पनि यो यस्तो इकोनोमिकल कति धेरै क्रास जानुभएको छ, पिपल आर लुजिङ जब, एआई सबैले जबहरू रिप्लेस गरेको अवस्थामा पनि तपाईँ आफ्नै काम भनेर मात्रै मरिहत्ते गरेर बेस्ट दिन्छु भनेर गरिराख्नु भएको छ भने नि युआर जस्ट वान डिसिजन अवे, वान मुभ अवे फ्रम यर बस है। तपाईँको Oh, काम कस्तो गर्नु भएको छले भन्दा पनि तपाईँको बसको मेन्टल स्टेट कस्तो छमा हामी काम गरिरहेछौँ कि अर्काको अन्डरमा। उसले मन पर यत्तिको हावातालमा निस्केर जा भनेर फायर गरिदिन पनि सक्छ होइन। सो सक्छ अहिले त्यस्तो भइरहेछ कि अनि जस्तै अब नर्मल एज अ क्लिनर काम गर्नेलाई पनि रोबोटले क्लिन गरिदिइरहेको छ है। गरिदिरहेको छ हो नि, त्यही भने। अनि एज केयरमा त अहिले रोबोटले त्यो फल्स कति धेरै रेजिनको फल हुन्छ नि त, अनि त्यसपछि चाहिँ रोबोट राखिदिने अरे क्या अब आइसक्यो कति ठाउँमा है त्यही भएको भएर क्या कतिवटा कुराहरू भइरहेछ अनि त्यही भएको भएर। सो ह्याभिङ वाइ मल्टिपल अपर्च्युनिटिज अर इन्कम सोर्स त डेफिनेटली वाइ नट के, वाइ नट। अब तपाईँले जाने ठाउँ तपाईँको 100वटा छ भने आउने ठाउँ तपाईँको एउटा मात्रै भयो क्या। सो जाने ठाउँ जति छ त्यति आउने ठाउँ बनाउन नसके पनि एटलिस्ट 2 to 3 मल्टिपल सोर्स अफ इन्कम बनायो भने त एउटाबाट आएन भने यो महिना म मेरो तपाईँ फर इक्जाम्पल नर्सिङमा जान 2 दिनको भएन भने यताकोले तपाईँको ब्याकअप हुने भयो, अथवा अर्कोले तपाईँलाई ब्याकअप गर्ने भयो। तपाईँ त्यो महिना अब समर लाग्यो मलाई घुम्न जानु मन लाग्यो भने म एक ठाउँको मनी इन्कमले म घुम्न जाने भएँ होइन त। अनि सबै कुरा त्यो स्यालेरीमा मात्रै डिपेन्ड हुन थाल्यो भने त गाह्रो छ नि, गाह्रो छ। अनि त्यही माथि फेरि
काम गधाले चाहिँ घन्टा हानेकै हो। अर्को हप्ता मैले यो घन्टा 40 घन्टा गरेँ भने अर्को घन्टामा अर्को हप्तामा 50 घन्टा काम गर्छु, 60 घन्टा काम गर्छु। गोरुले चाहिँ काम गर्यो अनि त्यसपछि यसो पकेट छाम्दै हलिडे प्लान गर्नु पर्यो, यताबाट पकेट आउँछ छाम्दै यताबाट जाने अरे क्या। एक्ज्याक्टली। अनि त्यो भनेको पनि फेरि जब नराम्रो हो अथवा गर्नै हुन्न भन्ने होइन। सो ओन्ली द थिङ इज वी आर टकिङ अबाउट प्लान बी है त। त्यही भएको भएर मल्टिपल सोर्स अफ इन्कम प्लान बी भने नै त्यही हो कि तपाईँको एक ठाउँबाट आएन भने अर्को ठाउँमा हुन्छ। अझ स्पेसली प्लान बी पनि यस्तो प्लान बी कि जहाँनिर यु क्यान जेनेरेट इन्कम इन अ पेसिभ वे कि। प्लान ए त तपाईँ अलरेडी फिजिकली गरिराख्नु भएको छ नि त प्लान ए त होइन। अनि फिजिकली सबैतिर तपाईँ फिजिकली प्रेजेन्ट हुन त सक्नुहुन्न। सो ह्याभ समथिङ अन यर फोन के अहिलेको वर्ल्डमा त। अनि के हो त्यो भन्दाखेरि दिस बिजनेस। तपाईँ सुतिरहेको बेला पनि पैसा आउने, तपाईँ घुमिरहेको बेला पनि पैसा आउने भनेको पेसिभ इन्कम हो कि। तर तपाईँको जबमा हामी फिजिकल्ली हुने कुरामा त छैन नि। तपाईँले 1 महिना छुट्टी माग्नु भयो भने 1 महिना 1 दिन, 1 महिना तपाईँको पे होलिडे भयो भने 1 महिना 1 दिन मात्रै भयो भने त्यो 1 दिनको पैसा काटिदिन्छ होइन। सो त्यो त पेसिभ इन्कम भएन। त्यो भयो भने एक्टिभ इन्कम र पेसिभ इन्कम, अझ स्पेसली प्लान बी चाहिँ पेसिभ इन्कम गर्नु एकदम जरुरी छ भन्छु म चाहिँ है त। र अझ स्पेसली लिभिङ यदि अब्रोड त अझै एड गर्नै बिर्सेँ। लिभिङ अब्रोडमा चाहिँ किन नहुने त होइन। बेसिकली अब नेपालमा हाम्रो ठाउँमा जस्तो उस्तै पर्यो भने नेपालमा 1 महिना पनि भोकले मरिँदैन क्या, थाहा छ नि है। म काकाकोमा जान्छु, फुपूकोमा जान्छु, फलनाकोमा जान्छु, कसकोमा जान्छु अनि भात ल्याउन नै खान दिन्छन् क्या। कामै गरिनँ भने मलाई खान पालिदिन्छन् क्या 1 महिनासम्म। आफन्तकै भन्नु विदेशमा छैन। तपाईँले आज तपाईँले काम गर्नु भने भोलि खाना छैन छैन होइन। छैन अब अनि बिल आज 1 कति महिना पुग्न अब दिन्छ। नेपालमा घरमा रेन्टमै बस्ने मान्छेलाई पनि ल घरबेटीलाई अब मैले यो मैले अहिले सकिनँ म तपाईँलाई एक हप्तापछि दिन्छु भने कुरा मिल्छ नि। विदेशमा मिल्छ त। तपाईँले आज पैसा रेन्ट हाल्नु भएन नि भोलि तपाईँलाई त्यो एक्स्ट्रा त्यो एड गरेर आइरहेको हुन्छ होइन। सो इट्स हार्ड के विदेशमा। त्यही भएको भएर त्यही माथि तपाईँ बिरामी पर्नुभयो भने तपाईँलाई मरिहत्ते 4वटा 3वटा काम गरेर तपाईँले गर्नुभयो भने तपाईँको हेल्थ तपाईँले डेन्जरमा राखिराख्नु भएको छ। भोलि तपाईँ बिरामी पर्ने बित्तिकै देयर विल बी नो वान टु गिभ यु वार्म वाटर। अनि त्यसरी पनि काम गर्नु भएन। त्यो भएको भएर थिङ्क समथिङ लाइक दिस। अझ स्पेसली तपाईँ विदेशमा हुनुहुन्छ, आफ्नो हेल्थलाई, आफ्नो मेन्टल हेल्थ, आफ्नो फिजिकल हेल्थलाई पुरै खतरामा राखेर घन्टा हानी गर्नु भएको छ भने चाहिँ इट्स टाइम टु थिङ्क अबाउट दिस काइन्ड अफ अपर्च्युनिटी है त। थ्याङ्क यू सो मच दे। गाइज लिसन टु दिस है, हजुरहरूले पनि सुन्नु होला। अहिले पनि भनिरहेको छौँ हामी, वी आर नट टेलिङ यु टु डु इट बट देन देयर इज अप्सन अलवेज एन्ड वी आर डुइङ इट एन्ड वी आर सो ह्याप्पी एन्ड ब्लेस्ड। किन भन्दा चाहिँ 1 हप्ता म छुट्टीमा बसेँ भने पनि आई क्यान बिल्ड द बिजनेस क्या यहाँ साइडमा। यसमा चाहिँ जस्ट फोन र इन्टरनेट भयो कि। हिजो बेलुका म आई ह्याड बिजी रफ डे होइन। अनि त्यसपछि 2 बजे कङ्ग्रेचुलेसन्स। सुत्न लाथेँ अनि आई ह्याड लिड नोटिफिकेसन क्या। लाइक सो ह्याप्पी, लाइक हुन्छ नि सो मेनी थिङ्स। ट्राभल गरिरहेको हुन्छ। अस्ति हामी जापान कन्फरेन्समा गयो होइन, कति धेरै मेरो बिजनेस ग्रो भइरहेको थियो साइडमा। अनि त्यो कुराले चाहिँ वी क्यान टेक दिस बिजनेस एनिवेयर। अब आइ एम गोइङ टु युरोप, दिदी लन्डन आउँदैछु, आई होपफुली आई विल सी यु। ल ल भयो भने विल मिट है। अनि त्यसपछि या सो ह्याप्पी द्याट वी क्यान टेक दिस बिजनेस एनिवेयर गाइज। सो थिङ्क अबाउट इट। अब बेबीहरूको खबर ठिकै छ त्यहाँ? ठिकै छ एकछिनलाई। I think we almost covered this question, Didi. Why we should be prepared for unexpected changes in life भन्ने कुरा यस, अलिकति यसमा क्लियर थोरै गर्नु। चाहिँ म एउटा इक्जाम्पल दिन चाहन्छु होइन। वाइ Okay. भन्ने कुरा त यो भनेर मैले भन्ने कुरै छैन होइन। त्यहाँनिर किन भन्दा किन चाहिन्छ भन्ने कुरा त त्यहाँ यति बसेर हामी सोच्न थाल्यो भने त थाउजन्ड्स अफ थिङ्स कम कि किन भन्ने कुरा चाहिँ होइन, किन गर्ने भन्ने कुरा चाहिँ होइन। यसमै चाहिँ एउटा मेरो पार्टनर भर्खरै मात्रै एउटा पार्टनर जोइन गर्नुभएको छ हु वाज लाइक लुकिङ आफ्टर बेबिज, कम्प्लिटली होम मेकर भएर बस्यो। पहिला सी वाज भेरी एक्टिभ होइन, सबै Okay. कुरामा एक्टिभ, आफैले कम अर्न गरिरहेको मान्छे। पछि बिहा भइसकेपछि चाहिँ हर हस्बेन्ड वाज इन अब्रोड होइन, विदेशमा दुबईमा हुनुहुन्थ्यो। अनि हि वाज अर्निङ अब डिसेन्ट अमाउन्ट अफ मनी, घर बनायो, सम्पत्ति जोड्यो, सबै गर्यो। तर वर्षौँ विदेश बस्नुभयो नि त दाइ चाहिँ। Oh my अनि God. त्यसपछि के भयो भन्दा अब म विदेश नजाने भनेर नेपाल पनि आउनुभयो। तर नेपाल आइसकेपछि फेरि इन्कम त बन्द भयो। अनि उहाँले चाहिँ के डिसाइड गर्नुभयो, होइन एकचोटि चाहिँ जान्छु, अलिअलि बाँकी भएको घर बनाएको ऋणहरू तिर्छु भनेर फेरि दुबई जानुभयो कि। दुबई गएको 1 वर्षमा लास्ट इयर हि गट अ ब्रेन स्ट्रोक है। ब्रेन स्ट्रोक भएर दुबईबाट नेपालै ल्याउनुलाई पनि उ गर्नु पर्यो क्या, हेल्प उठाउनु पर्यो होइन। अनि 10 वर्षसम्म सी गट म्यारिड, रेज द किड्स एन्ड लुक्ड आफ्टर फ्यामिली एन्ड एभ्रिथिङ। तर लास्ट एट दि एन्ड त के भयो त उसलाई त फाइनेन्सियल नै अब बन्द भयो हस्बेन्डलाई त्यस्तो भइसकेपछि त होइन। अनि अनि अहिले चाहिँ म जे गरे पनि सबै उसको टाउकोमा पर्यो नि त।
What हस्बेन्ड, if किड्स, फ्यामिली, अब त्यो लोन होला, सबै कुरा। अनि everything? के गर्ने त? अनि फेरि अब हस्बेन्ड फेरि हि इज इन व्हील चेयर अहिले होइन, हि क्यान नट Yeah. वक, सबै उसले गरिदिने हो। अब त्यो मान्छेले चाहिँ अब यो बिजनेस स्टार्ट गरेको छ कि उसले, वाइ भन्दाखेरि बाहिर गएर म काम गर्न सक्दिनँ, अनि मैले Something. गर्न सक्ने के हो भन्दा त घरमै बसेर केही गर्न मिल्छ भने भनेर उसले यो बिजनेस सुरु गरेको छ नि, सी इज डुइङ गुड पनि होइन। अनि त्यस्तो छ क्या, त्यही भएर अनएक्सपेक्टेड थिङ क्यान ह्याप्पन, के क्यान ह्याप्पन, वी डोन्ट Yes. नो। अब हामी अहिले यसरी बोलिरहेछौँ, एनिथिङ क्यान ह्याप्पन टु अस होइन, वी नेभर नो। लाइफ इज भेरी अनप्रेडिक्टेबल। अनि सो त्यो अनप्रेडिक्टेबल वेमा पनि भोलि हामी बिरामी नै भयो अथवा बेडमै केही भयो, नहोस् होइन, भइहाल्यो भने पनि पैसा त फेरि खान त पर्यो, बाँच्नु त पर्यो, जे गर्दा पनि पैसा त चाहिने रहेछ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ बिल्डिङ समथिङ लाइक दिस माइट हेल्प लट, किनभने मलाई चाहिँ त्यो अब त्यो प्लान बी अनएक्सपेक्टेड भनेर सोचिरहेछौँ हामीले, तर नर्मल लाइफै जिउनलाई पनि हामी सर्भाइभ नै गरिरहेछौँ कि, वी आर What नट is लिभिङ लाइफ कतिवटा केसमा no, भने no. जस्तो लाग्छ क्या। अनि त्यो भएको भएर वी रियली निड दिस काइन्ड अफ अपर्च्युनिटी, जहाँनिर चाहिँ वी क्यान ग्रो अल एट वान्स। Yes. Thank you so much, दे एन्ड होपफुली उहाँले राम्रै गर्नुहुन्छ होला अनि उहाँको हस्बेन्डलाई पनि गेट विल सुन भन्न चाहन्छौँ हामी यहीँबाट होइन। अनि यस्तो धेरै लाइफमा अनएक्सपेक्टेड इभेन्टहरू आउन सक्छ, प्लान बी अफकोर्स वी हेभ टु बी रेडी। अनि गाइज जस्ट लिसन अबाउट यस, अनि दिस। यसमा चाहिँ कतिजनाले कि रिता, अनि अब जस्तो एज अ मम चाहिँ ममहरूलाई चाहिँ बेसी अब कि चाहिरहेको हुन्छ अनि गर्न खोज्नुहुन्छ, तर अहिले मसँग टाइम छैन अनि मेरो बच्चा हुर्किन्छ अनि म बिजनेस गर्छु भनेको पनि सुनेको छु कि कतिजनाले। अनि मैले चाहिँ उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि, बच्चा कहिले हुर्किन्छ भनेर तपाईँले भन्नुहुन्छ क्या, म त आई डोन्ट नो, बच्चा त आई डोन्ट नो, वान्स दे गेट म्यारिड अनि मात्रै होला कि त्यो आफ्नै लाइफ जिउन थाल्यो भने, नत्र भने वी एज अ पेरेन्ट वी अलवेज ह्याभ टु बी विथ देम क्या। होला अब सानोमा जस्तो न्यापी नै चेन्ज गर्नुपर्ने नहोला, बिस्तारै उनीहरू अलिकति आफ्नो पर्सनल कुरामा इन्डिपेन्डेन्ट हुन्छ होला, तर हामी त बच्चाको स्कुलको उनीहरूको युनि नै गयो भने पनि कतिवटा कुरामा पार्टिसिपेट हुने कुरादेखि लिएर युनिमा लाग्ने खर्चदेखि लिएर त छ नि त। सो त्यही भएर एभ्रिथिङ। हुर्किन्छ र गर्छु भन्दा पनि म गर्छु र मैले बिजनेस र मेरो बच्चासँगै हुर्काउँछु भन्नु इज द बेटर अप्सन जस्तो लाग्छ कि। किनभने अबको 5 वर्षपछि बच्चा हुर्किन्छ, तर 5 वर्षपछि यो वर्ल्ड अर्कै ठाउँमा पुगिसक्या हुन्छ कि, अझै हामीलाई फेरि अनि 5 वर्षपछि ढोका ढकढकाएर अनि अर्काकोमा मलाई जागिर देऊ न भन्न जानुपर्ने अवस्था हुन्छ कि। है त्यो पाँच बच्चा वर्षसम्म त हो, यस। बच्चा सँगसँगै आफूले बरु बिजनेस सुरु गर्यो भने अथवा प्लान बी जे पनि छ, सँगसँगै हुर्क्यो नि त। अनि बच्चाहरू चाहिँ आफूबाट मुभ आउट हुँदाखेरि चाहिँ आफूसँग बिजनेस त भइरहेको छ होइन। अनि हामीसँग कति धेरैजना हुनुहुन्छ जो चाहिँ नेपालबाट बच्चाहरू चाहिँ ठुलो भइसक्यो कि। हाम्रो एकजना दिदी हुनुहुन्छ रियल एक्जाम्पल, उहाँको चाहिँ छोराछोरी सबै डक्टर के भइसक्यो, तर दिदी त अब अर्ली एजमा रिटायर भइसक्नु भयो होइन, काम पनि होम मेकर हो। अनि उहाँलाई चाहिँ के भयो भने अब म के गर्ने त, मेरो बच्चा पनि बिजी छ, हस्बेन्ड पनि बिजी, एभ्री वान बिजी छ, म के गर्ने भन्दाखेरि त्यही चाहिँ त। सी इज इन दिस बिजनेस क्या। अनि सी हेज फ्रेन्ड्स हियर हुन्छ नि टु सेयर। अनि त्यसपछि ग्रोथ त छँदैछ, दिदीको आफ्नो पर्सनल ग्रोथ पनि Right. भयो र फाइनेन्सियल दिदी आफै स्टेबल हुनुहुन्छ, र पनि दिदीलाई चाहिँ यो बिजनेस एकदमै धेरै मन परेर गइराख्नु भएको छ कि। सो देयर आर सो मेनी इक्जाम्पल्स गाइज। ओके, सो अब अर्को क्वेसन भनेको चाहिँ दिदा, होइन वी टक अबाउट दिस डिजिटल बिजनेस अ लट। सो मान्छेहरूलाई कति धेरै क्वेसन छ कि रिताले के गरिरहेछ कि खालि डिजिटल बिजनेस भनिरहेछ। हिजो अस्तिसम्म इभेन्ट गरिरहेको मान्छे, होस्ट गर्ने मान्छे, नर्सिङमा गइरहेको मान्छे होइन, अनि जहिले पनि अचेल त डिजिटल बिजनेस भनिरहेको हुन्छ, के गरिरह हो भनिरहेछ कि मान्छेहरू सबैजनाले। अनि हजुरको मुखबाट अझ मलाई सुन्न मन लाग्यो, वाट इज Mhm. दिस बिजनेस इज एक्चुली अबाउट? This business actually is about growth, about हजुर। freedom, about choices and whatnot, so shortly हजुर। भन्नुपर्दा। So हामीले हजुर। चाहिँ सबैले डिजिटल बिजनेस भनिरहेको भएर चाहिँ आई वान्ट टु एक्सप्लेन इट इन अ भेरी सिम्पल वे होइन। यो हजुर। एउटा यस्तो बिजनेस प्लेटफर्म हो जुन चाहिँ वी डु अन अ डिजिटल प्लेटफर्म, द्याट्स वाइ इट इज कल्ड अ यस। डिजिटल बिजनेस होइन। डिजिटल बिजनेस। वी हेभ फिजिकल अफिसेस, तर वी डोन्ट रन द बिजनेस इन अ physical way कि we don't have to go to people, chase to people and call them अनि sell things होइन। त्यो नभइसकेपछि कम्प्लिटली एभ्रिथिङ इज इन अ डिजिटल वे, वायरलेस भएर हामी काम गरिरहेको छौँ। त्यही भएको भएर इट इज कल्ड अ डिजिटल बिजनेस इन अ सिम्पल वे होइन त। अनि त्यो भएको भएर एउटा त त्यो भयो। अनि यो बिजनेस चाहिँ के हो त भनेर भन्दाखेरि चाहिँ वी 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 जस्ट वेस्ट
आवर्स एन्ड आवर्स के अर्काको कन्टेन्ट हेरिरहेको हुन्छ, म स्क्रोल गरिरहेको हुन्छ होइन। अनि तर त्यहाँबाट हामीले केही पैसा जेनेरेट गर्ने पनि होइन, केही पनि होइन, पैसामा टाइम मात्र वेस्ट हो हामीले त्यहाँबाट गर्ने भनेको, केही पनि होइन। टाउको दुखाउने अनि अर्काको नेगेटिभ एनर्जीलाई अट्र्याक्ट गर्ने अनि आफू पनि नेगेटिभ हुने, त्यहाँ बाहेक केही पनि हुँदैन होइन। अनि त्यसपछि मोनिटाइज नै गराउने कतिवटा होप छ, त्यो मोनिटाइज नै भइहाल्यो भने पनि $1 $2 कि त खत्रै कन्टेन्ट क्रिएटर हुनु पर्यो, नत्र नर्मल मान्छेलाई $1 धेरै $2 आउँदैन। आउने हो, त्यसले कामै छैन होइन। अनि यो बिजनेस चाहिँ यस्तो बिजनेस हो जहाँनिर चाहिँ त्यही तपाईँको खेर गइरहेको वेस्ट भइरहेको टाइमलाई चाहिँ पहिले प्रोडक्टिभ वेमा युज गर्नुभयो भने तपाईँले गर्ने चाहिँ के भन्दा सिम्पली सेयरिङ द अपर्च्युनिटी विथ पिपल होइन। अनि यो डिजिटल प्लेटफर्ममा गएर सोसियल मिडियाको थ्रुबाट हामीले अपर्च्युनिटी सेयर गरे बापत चाहिँ वी गेट पार्टनर्स एन्ड द्याट्स हाउ वी गेट हाउ वी मेक इन्कम भनौँ न होइन। सो सिम्पल भाषामा भन्नुपर्दा चाहिँ त्यही नै हो। अनि सो गर्ने चाहिँ के हो, सामान बेच्नु पर्ने हो यहाँ हो भनिरहेको हुन्छ कि मान्छेहरूले। सो इट्स नट अबाउट डाइरेक्ट सेलिङ, हामीले चाहिँ सामान बेच्ने गर्ने भन्दा पनि वी सिम्पली प्रमोट द बिजनेस मोडल इट्सेल्फ के, रादर प्रमोटिङ प्रडक्ट्स, प्रमोटिङ एनी अदर थिङ्स। हामीले चाहिँ बिजनेस मोडललाई र अपर्च्युनिटीलाई चाहिँ सेयर गर्ने हो। दिस इज द प्लेटफर्म आई एम इन एन्ड इट हेज चेन्ज माई लाइफ एन्ड इट वुड चेन्ज यर लाइफ टु इफ यु आर विलिङ टु भनेर हामीले सेयर मात्रै गरिदिने क्या। त्यो गरे बापत हामीले पैसा कमाउँछ भने त वाइ नट भनेर गिभ Why इट अ not? गो भनेर भन्ने हो क्या हामीले चाहिँ मान्छेलाई। सो द्याट्स इट इन अ भेरी सिम्पल वे है। इफ यु गाइज वान्ट टु नो मोर इन डिप इन डिपली वे अथवा मोर डिटेल सबै छ भने यु क्यान रिच आउट टु रिता होइन, सी विल बी ह्याप्पिली सेयर द डिटेल्स विथ यु। Okay, guys. Yes, thank you so much, Dee. Yeah, Julia, that's the website. that's my link. This is my website here. So you guys can click there and त्यसपछि चाहिँ हजुरले join in गर्न सक्नुहुन्छ and there will be so many information. अनि मलाई चिन्नुहुनेले चाहिँ direct message call पनि गर्न सक्नुहुन्छ. There are so many platforms. I use Insta, Facebook, everything. So हजुरले reach out गर्न सक्नुहुन्छ. Thank you so much. कति simply way मा beautifully explain गरिदिनु भयो. That's why I Thank said you. like you are amazing भनेर Oh, अभिनय दी. thank you. Thank you so much. सिकेको अब सबै कुराहरू। अर्को चाहिँ क्वेसन के रहेछ भन्दाखेरि हाउ लङ डज इट युजली टेक टु बिल्ड सक्सेस एन्ड वाट च्यालेन्जेस क्यान पिपल एक्सपेक्ट वेन स्टार्टिङ अफ कोर्स देयर विल बी अप्स एन्ड डाउन्स एन्ड यु नो देयर विल बी सक्सेस एज वेल सो हजुरलाई अलिकति थोरै So हाउ लङ how इट long does it usually take भन्ने कुरा चाहिँ there is no fixed time frame कि you will be successful in this time frame भनेर कसैले पनि तपाईँलाई दिँदैन अथवा हामीलाई पनि कसैले दिएको थिएन। It's all हुन्छ about how long you wanna take भन्ने हो होइन। Do you हुन्छ really want to crack it or do you really want to take time, just take a rest or do whatever you want to do भन्ने खालको चाहिँ हुन्छ होइन। How much energy you put in, you get it back के। So it's all about putting in energy हो नि त। For example, it is taking me a little bit of time does not mean कि अर्को मान्छेलाई पनि त्यति नै टाइम लाग्छ भन्ने छैन नि त। It's all about how much energy you put in the business भन्ने कुरा चाहिँ म्याटर गर्छ। And there are people who has started making money in their first month of the business अनि there are people who are taking little bit few more time months पनि छ होइन। त्यो भएको भएर एक्ज्याक्टली यति भन्ने चाहिँ हुँदैन, तर इट्स अल अबाउट your personal dedication, personal consistency, personal effort matters the most यहाँनिर चाहिँ। And no one is going to see यति भनेर। तर यसो हेर्दाखेरि टेन्टेटिभली डेटा हेर्ने हो भने चाहिँ पिपल आर अर्निङ 2-3 मन्थ्समा उहाँहरूले गराइराख्नु भएको छ। अनि अर्को कुरा चाहिँ हाम्रो लाइफ टाइम कम्पिटिसन प्लान चाहिँ 3 to 5 इयर्समा अनलक गर्ने चाहिँ हायर चान्सेसमा हुनुहुन्छ भनेको। सो डेटाको हिसाबले चाहिँ त्यो हुन्छ, तर really depends on in each individual कि how long do you want to take भन्ने चाहिँ हुन्छ। अनि अर्को सेकेन्ड क्वेसन चाहिँ अब च्यालेन्जेस त डेफिनेटली देयर इज नो सच थिङ इन द वर्ल्ड द्याट डजन्ट ह्याभ च्यालेन्जेस होइन। एभ्रिथिङ हेज इट्स ओन च्यालेन्ज। बिङ अ मदर इज अ च्यालेन्ज, गेटिङ म्यारिड इज अ च्यालेन्ज, बिङ बोर्न इन द वर्ल्ड इज अ च्यालेन्ज, कुकिङ इज अ च्यालेन्ज होइन। यु आर कुकिङ तर यु नेभर नो यु आर प्लेइङ विथ द फायर, यु नेभर Yeah, नो। सो इट्स अल अबाउट हाउ यु किप योर सेल्फ सेफ भन्ने कुरा हो। अनि च्यालेन्जेस यो बिजनेसमा हुने भनेको चाहिँ स्पेसली नर्मली नयाँ मान्छेहरूले चाहिँ दे कान डाइजेस्ट थिङ्स होइन। कति मान्छेहरूले yeah, आउँछ दे आर लाइक यु आर जस्ट डुइङ अ स्क्याम, तिमीले यसो गरेछौ, तिमी फसेछौ भनिदिने मान्छेहरू धेरै हुन्छ। अनि त्यो कुरा yeah, चाहिँ हामीले लाइफ टाइम त्यो नसुनेको कुरा कसैले आउँदा मैले कसैलाई फ्रड गरिरहेको छु भनिदिँदाखेरि त त्यसले त हामीलाई त मेन्टल पिसलाई त एक्चुअली त भूकम्प ल्याइदिन्छ नि त। सो हो त्यो च्यालेन्जहरू चाहिँ हुनसक्छ, तर यु हेभ टु कम विथ द
very, very strong mindset and then thick skinned ki no matter what, I'm not doing wrong. I'm not scamming Right. anyone. I know what is my goal and what want in my life. If something happens tomorrow or tomorrow, अघिको जस्तै बच्चा मेरो साथीको कुरा गरेको जस्तै भयो भने people are going to donate you 1,000 त्यो भइरहेको बेलामा तर लाइफ टाइमको लागि त दे आर नट गिभिङ यु नि त सो केले Mhm. मलाई दिन्छ त मेरो प्लेटमा खाना कसले दिन्छ त मेरो बच्चाको हरमा लाउने लुगा कसले दिन्छ त भन्दा त द्याट्स मी होइन Yeah. त्यो सोचेर तपाईँहरूले गर्नुभयो भने चाहिँ वी अल क्यान डु इट अनि च्यालेन्जेसलाई चाहिँ कसरी मैले त्यो च्यालेन्जलाई पनि अपर्च्युनिटीमा बदल्ने चाहिँ खालको हामीले माइन्डसेट डेभलप गर्न सक्छौँ यो बिजनेसमा आइसक्यो सो देयर इज लाइक च्यालेन्जेस भनेर त्यो पारै गर्न नसक्ने भन्ने चाहिँ त्यस्तो थिएन हजुर, मेरो मेरो केसमा चाहिँ एकदम बिगेस्ट च्यालेन्ज भनेको मलाई चाहिँ क्यामेरा फेसिङ थियो क्या क्यामेरामा हजुर, बोल्ने कुराहरू मलाई च्यालेन्जेस लागेको थियो भने अरू मान्छेलाई अरू कुनै कुराहरू लाग्छ तर अहिलेसम्म मेरो मेरो अगाडि आएर चाहिँ कसैले पनि ओहो अविनाले त यस्तो फस्छौ है तिमी भनेर कसैले भन्ने हिम्मतै गरेको छैन कि किनभने आई नो वाट आइएम डुइङ अनि कतिजना yes, मान्छेलाई चाहिँ फेरि त्यस्तो भनिरहेको छ भनेर उसको पार्टमा चाहिँ त्यो च्यालेन्जेस लाग्न सक्छ कि सो yes. च्यालेन्जेस आर टेकन डिफ्रेन्ट वे लाइक इट डिपेन्ड्स अन डिफ्रेन्ट इन्डिभिजुअल जस्तो पनि लाग्यो फेरि मलाई यहाँ पनि त्यही कुरा भयो सो त्यही Individual भएर difference. हजुर. yes. Thank you so much, Dee. So beautifully explained. Thank you so much once again. अनि yes, challenges सबैजनालाई हुन्छ, but then overcome गर्नको लागि चाहिँ best thing in this platform मलाई थाहा भएको and I'm so blessed. Coaching and mentorship एकदमै हुन्छ. अनि Mm. त्यस्तै our mentors are always there, coach are always there होइन. मैले even guys अभिनय lives in UK, I live in Australia तर म दिदीलाई टेक्स्ट गरिरहेको हुन्छु दिदी युके यस्तो हो लाइक हुन्छ नि वी स्टिल अनि द्याट्स अ अपर्च्युनिटी नि त खासमा एउटा वर्क प्लेसमा त त्यहीँ कन्टेन्ट हुन्छ नि त होइन लाइक वी जस्ट हेभ अ लिमिटेड सर्कल एभ्रिथिङ लिमिटेड बट दिस इज लाइक भेरी बोर्ड I can reach out to anywhere. Samanadi lives in USA. I can text her anytime and she's there if I need any Mm. help. Right? Mm. Avnadi is there. So it's like yeah, we are so blessed, and thank you so much for sharing the. We are almost at the end of our दिदीहरू आँटिसके जस्तो छ अब अर्को चाहिँ what message would you like to give to people who want to create a meaningful future but haven't taken the first step yet? So this is उहाँहरूलाई kind of त a त्यो question. सबैभन्दा पहिला त हेभन टेकन द फर्स्ट स्टेप भएकोहरूलाई त टेक अ फर्स्ट स्टेप नै भन्नु पर्यो होइन Yes. त्यो कसरी भन्दाखेरि चाहिँ यु माइट बी ह्याभिङ लिटल डाउट have a little fear in your heart no matter what you are feeling what you are having in your heart तर just think कि do I need anything or do I need any extra step to take to live like a little extra life extra अलिकति डिफ्रेन्ट लाइफ भनेर नत्र भने जे भइरहेछ वाट एभर इज ह्यापनिङ इन यर लाइफ हाउ मच अमाउन्ट इज अर्निङ इफ यु आर ह्याप्पी द्याट्स वाट म्याटर्स इफ यु आर ह्याप्पी एन्ड यु आर नट थिङ्किङ एनिथिङ राति 10 12 बजे मोबाइल स्क्रोल गरेर उफ मेरो लाइफ के हुन्छ होला भनेर तपाईँ त्यस्तो लामो सास लिनु पर्दैन भने यु आर गुड टु गो डु वाट एभर यु आर डुइङ तर if you are Right. stressing about your financial stability, stressing about your future, stressing about your kids and family and everything, the loans that you have, सबै छ भने चाहिँ टेक अ फर्स्ट स्टेप विदाउट द फर्स्ट स्टेप त तपाईँ लामो जर्नी अहिले कोही मान्छे अस्ट्रेलियामा छ भने पनि त्यसको लागि त नेपालबाट प्रोसेस थियो होला नि त होइन True. सो सबै कुराको लागि प्रोसेस हुन्छ फर्स्ट स्टेप त लिनै पर्यो नि अब हामी नहिँडिकन त गन्तव्यमा पुग्नै सक्दैनौँ सो फर्स्ट स्टेप हाम्रो बिजनेसमा भने के हो त भन्दाखेरि चाहिँ के भन्छ रेजिस्टर यर सेल्फ है रेजिस्टर चाहिँ गर्नुपर्ने हुन्छ फर्स्ट स्टेप भनेको चाहिँ अनि डोन्ट बी स्केयर वी आर नट हियर टु स्क्याम यु गाइज अनि तपाईँहरूलाई त्यो स्क्याम पनि कसरी गर्ने होइन सबै कुराहरू अहिले कति धेरै हामी डिजिटल प्रिन्ट हो यो हामी यसरी आउनु हामी तपाईँहरूलाई सेयर गर्नु डिजिटल वर्ल्डमा आएर बिजनेस गर्नु भनेको डिजिटल प्रिन्ट हो हामी पनि हाम्रो लाइफ रिस्कमा राखेर तपाईँहरूलाई बिजनेस गर्नुहोस् भन्दैनौँ नि त सो इट्स अल लेजिट तपाईँहरूले ट्याक्स पे नै गरेर पैसा कमाउने हो त्यो भएको भएर थिङ्क अबाउट समथिङ तपाईँलाई राति निद्रा लाग्दैन लोन छ के गरेर फ्युचर बनाउने होला मलाई घुम्न 5 वर्ष 10 वर्ष भयो विदेशमा आएको एउटा अरूको देश घुम्न जानु पाएको छैन भन्ने त्यस्तो केही सोचिराख्नु भएको छ भने केही केही हुनलाई केही गर्नु पर्यो नि त केही नगर्दासम्म केही पनि हुँदैन क्या लाइफमा त्यही भएर केही चाहिँ के गर्ने त भन्दा फर्स्ट स्टेप लिने बुझ्ने एक्सप्लोर गर्ने लिटल बेटर फन्डेबल अमाउन्ट डिपोजिट गर्ने त्यसपछि बिजनेसलाई एक्सप्लोर गर्ने if you feel like it does not align with you, it does not align with you. No one is going to Yes. force you. होइन हामीलाई पनि कसैले फोर्स गरे होइन हामी आफै अलाइन फिल भयो हामी आयौँ सो तपाईँ पनि हामी जस्तै व्यक्ति जसलाई चाहिँ अलिकति केही चाहिएको छ लाइफमा तर के गर्ने भन्ने थाहा छैन भने चाहिँ Confusion.
this business can be a doorway for you है त so please reach out to हुन्छ। her अनि she will explain you everything Yes, yes thank you so much. Thank you so much, Abhinadi. Actually, it was amazing having you. And I feel like, oh my God, I'm so grateful that you have taken your time अनि बच्चाहरू हुँदाहुँदै पनि हुन्छ नि अनि you have shared valuable insights. I know, I think we have impacted so many lives. अनि यहाँहरू जसले चाहिँ अनि अर्को चाहिँ कस्तो मलाई थियो भन्दाखेरि चाहिँ I wanted to cover all the अब जस्तै मेन मेन हुन्छ नि युके अमेरिका मान्छेहरूले के भनिरहेछ भने आई हेभ बिजी लाइफ इन युके बिजी लाइफ इन युएसए बिकज आइएम इन अस्ट्रेलिया नि त अनि तिमी त ठिकै छौ म चाहिँ एकदम बिजी छु आई कान्ट डु दिस अनि त्यस्तो लाइक धेरै मान्छेहरूले चाहिँ गर्न खोज्ने बट दे हेभ एक्सक्युजेस क्या I अनि can't चेन्ज do भन्ने चाहिँ आइरहेको जस्ट एन एक्सक्युज हो जस्तो छ मलाई आई कान्ट डु भन्ने चाहिँ एक्सक्युज हो अब कतिजनालाई मनै पर्दैन अलाइ नै फिल हुँदैन भने चाहिँ द्याट्स अ डिफ्रेन्ट केस पर्दैन भने त पर्दैन होइन तर मन चाहिँ परिरहेछ तर मलाई टाइम छैन म जान्दिनँ म गर्दिनँ स्किल्स भन्ने कुरा चाहिँ यु अलवेज क्यान लर्न नि त स्किल्स वाइ दे आर कल स्किल्स इज स्किल्स आर अलवेज लर्नेबल होइन एउटा कुरा त भयो अनि टाइम छैन यस्तो छैन भन्ने कुरा त्यही टाइम छैन र त बिजनेस गर्ने हो पैसा कमाउने हो भोलि हामीसँग टाइम होस् भनेर अहिले टाइम छैन जिन्दगीभरि 68 इयर्ससम्म 70 इयर्ससम्म टाइमै नहुने त अनि बल्ल बुढी भएपछि घर बस्दा टाइम हुने क्या अब त्यो कामै भएन नि त त्यति बेला टाइम भएर त्यही भएको भएर पछि टाइम होस् भन्नलाई अहिले केही गर्ने आजभन्दा 10 वर्ष अगाडि यो बिजनेस सुरु गर्ने मान्छेहरू नाउ दे आर लिभिङ अ लाइफ अफ बिलिनियर्स ओ माई लिभिङ गड इन मलाई त्यस्तो फिल सी हुन्छ वाइ साइडमा डोन्ट आई गो होइन यु मलाई क्यान सी 12 वर्ष होइन अगाडि हाम्रो अब अनि किन यु थाहा क्यान भएन सी पहिला यो प्लेटफर्म भन्ने हुन्छ क्या एक्ज्याक्टली होइन अनि त्यो हुन्छ नि त सो अब अझै पनि लिएन भने चण्डीलाई हुन्छ गर्न मन लागेको छ तर गर्न म सक्दिनँ भन्ने कुरा चाहिँ दे डोन्ट वान्ट टु डु मात्रै होला नत्र भने टाइम हुँदैन कसैलाई पनि एक्स्ट्रा टाइम हुँदैन कि संसारमा 100वटा बिजनेस गर्ने मान्छेलाई पनि त्यही टाइम हो हामी गर्दै नगर्नेलाई त्यही टाइम हो हामी अर्काको अन्डरमा घोटिनेलाई पनि त्यही टाइम हो सो अलिकति टाइम कसरी गर्ने भन्दा मोबाइल स्क्रोल गर्ने समयलाई मात्रै यता युज गर्ने हो नि त छुट्टै समय नै चाहिन्छ अर्को फेरि छुट्टै 24 घन्टाको दिन हुनु पर्दैन क्या त्यही टाइमलाई चाहिँ हामीले युज गर्ने हो सो द्याट्स अल यस Right. Thank you so much, Dee. And let's quickly read our comments as well. Bimla, she said, hello, hello, watching from Adelaide. Usa Gurung. She said, hello, ladies from Adelaide, watching from Adelaide. Inspiring work, Rita. Thank you so much, Usadi. And hello, Bimla, once again. She said, so inspiring. Every saying was so true and worth it. Really blessed to watch you both signing. Oh, thank you so much. And thank you, everyone, for watching our live once again. Ani, thank you so much, Abhinadi. So happy having you in my podcast, and I know I will, I want to have more conversation with you again in Definitely, next definitely. episode. We're gonna have And maybe in my in my business days we can talk है त yes, we म can do that. तपाईँलाई उ पनि गर्छु anyway thank you so much for having me and thank you so much for thinking that I could just these the questions that you have raised here अथवा तपाईँको कतिजना मान्छेहरूलाई थाहा नभएको कुराहरू maybe Advinadi can answer this भनेर जुन सोच्नुभयो that is really really appreciable thank you so much for inviting and I can't wait to see you soon. Yes, thank you, Didi. See you soon and take care and have a good day. You And too. we're gonna end our live stream, guys. Thank you so much for म लिभ watching. गर्छु तपाईँ एन गर्नु अनि बल्ल अनि ब्याक We'll स्टेजमा come back. Okay. All right. Thank you, Didi. See you. एन्ड ओके गाइज थ्याङ्क यू सो मच फर वाचिङ अनि अहिलेसम्मको हाम्रो लाइभ स्ट्रिम चाहिँ इट वाज अमेजिङ हाम्रो अभिनदीलाई चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु अनि मैले चाहिँ हरेक हप्ता चाहिँ एउटा पोडकास्ट लाइभ गरिरहेको छु जसमा चाहिँ यहाँहरूको धेरै क्वेसनहरू जुन मेरो इनबक्समा आइरहेको हुन्छ होइन त्यही क्वेसनहरूलाई चाहिँ एड्रेस गर्न ट्राई गरिरहेको छु सो दिस इज माई थर्ड एपिसोड सो आई विल बी किप कन्टिन्यू फर एनदर 2 or 3 weeks because then after that I'm going to Europe. So maybe I will be coming live, but maybe यसरी schedule गरेर चाहिँ आउँदिनँ होला. But then I will be keep coming live and sharing my experience अनि मेरो जति पनि मेरो बिजनेसमा मेरो सिनियर दिदीहरू हुनुहुन्छ दे आर सो मेनी सक्सेसफुल लिडर्स होइन उहाँहरूको एक्सपिरियन्स उहाँहरूको जर्नी चाहिँ आई विल ट्राई टु ब्रिङ देम हियर अन माई स्क्रिन देन हजुरहरूले पनि इन्फर्मेसन पाउन सक्नुहुन्छ एन्ड डिसिजन इज योर्स गाइज सो मेरो काम भनेको चाहिँ आई जस्ट वान सेयर वाट आइएम डुइङ भन्ने कुरा बिकज इट्स रियली नाइस होइन आइएम सो ब्लेस्ड अनि इफ आइएम डुइङ गुड वाइ नट मेरो फ्यामिली मेरो फ्रेन्ड्स मेरो
जो पनि सर्कल हुनुहुन्छ उहाँहरूले पनि गर्नुहोस् भन्ने चाहन्छु. So yes, guys, thank you for watching once again. And I would like to end the live for tonight. And yeah, podcast with Rita. Thank you so much for loving. And you guys can watch replay later. अनि यहाँहरूले कमेन्ट पनि छोड्न सक्नुहुन्छ. Thank you so much, guys. See you and have a good night. Good day. नेपालमा युकेमा हुने हो भने चाहिँ. अनि see you guys on next episode. And